Hello everyone, Namaste and welcome back to my another video. आज चाहिँ म 5 बजे उठेर क्लास जानको लागि रेडी हुँदैछु। मेरो क्लास चाहिँ 6:30 छ। त्यसैले मैले कपाल पुरेर म चाहिँ तातो पानी पिएर सबै क्लास जान्छु। सो मैले कपाल पुरिसकेको छु। अब चाहिँ म पानी पिउनुवाला छु। र मैले 2 गिलास पानी पिसकेँ। यो चाहिँ मेरो थर्ड गिलास हो हैन। अब त्यो पानी पिसकेपछि अब ड्रेस चेन्ज गरेर चाहिँ म क्लास जानेछु। पानी सकिन लागेको छ र पानी सकिसक्यो। अब म ड्रेस लगाएर क्लास जान रेडी हुँदैछु। अब चाहिँ मैले टी-सर्ट लगाइसकेँ। अब चाहिँ सर्ट लगाएर ब्याग बोकेर कुद्दै जाने हो। कस्तो देखियो अरे सर्ट लगाएँ। आफ्टर द्याट अब चाहिँ मेरो ब्यागबाट लुक्स। अब चाहिँ म रेडी भइसकेको छु। अहिलेसम्ममा 5:45 भइसकेको छ। आज चाहिँ अलिकति लेटै भयो। म उठ्न पनि अलिक लेट भन्दैन फेरि उठ्न त 5 बजे नै उठिहाल्थेँ। अलिकति यताउता त्यत्तिकै भइहाल्यो होइन। अब चाहिँ म यहाँ गाडी पर्खिनुपर्ने हुन्छ रोडमा। यो गाडी चाहिँ पछाडि यताबाट आउँदैछ ल। मेरो माइक्रो पनि आइसकेको छ। यसोबाट चाहिँ म अब गाडी चढेर बागबजार जाँदैछु। यो चाहिँ बागबजार पुग्ने बेलाको बाटो हो। अहिले चाहिँ म गाडीबाट झरिसकेर नि अब क्लास जान लाग्ने क्लास हुनु लाग्यो। यो चाहिँ हाम्रो क्लास हुने हाम्रो बिल्डिङ चाहिँ हो। हाम्रो चाहिँ यसको थर्ड फ्लोरमा चाहिँ क्लास हुन्छ। अब यहाँबाट टकटक हिँड्दै जाने। म चाहिँ एक्लै छु, कोही पनि आएको छैन ल। यो चाहिँ हाम्रो इयरको यो चाहिँ अफिस भयो। यतापट्टि चाहिँ हाम्रो क्लास रहेको छ। अहिलेसम्म कोही आउनु भएको छैन। एकजना दाइ हुँदो रहेछ। क्लास पनि खाली छ। र हामी 4जना बस्ने भनेको चाहिँ यो सेकेन्ड सिट। त्यसपछि म वासरुम गएँ अनि हाम्रो क्लास भयो। यो चाहिँ क्लासको लास्टतिर हो। यिनी साथी चाहिँ एकदम हाँसिरहेको छिन्। यिनी हुन् सोना, त्यसपछि सुमी, सुवासना, नमस्कार गर्ने चाहिँ यिनी हुन् पूर्वेली अनि यिनी सञ्जना। अनि त्यसपछि क्लास भएर पनि हाम्रो क्लास छुट्टी भइसकेको छ। सबैजना घर जान हतार गर्दैछ होइन। क्लास 10:30 हुन्छ। एकदम भोक पनि लागेको हुन्छ नि त। अनि त्यही भएर पनि सबै हतार। त्यसपछि चाहिँ म गाडी चढ्नको लागि अब पुतली सडक जानुपर्ने हुन्छ। म चाहिँ माइक्रोमा चढेर पनि अहिले बागेश्वरी आइसकेँ। यहाँ गाडीमा देख्न सक्नुहुन्छ एकदम मिठो लाइन। सो आजको लागि भिडियो यति नै। बाइ बाइ, सी यू।